पहिलो कुरो हामी 3 तहको सरकारमध्ये सबैभन्दा राम्रो सहज सरकार स्थानीय सरकार भन्दै गर्दाखेरि त्यो हामीलाई महसुसै भएन। म परिचय दिँदैछु, नआत्तिनु न, म बिर्सिन्न मेरो नाम। पहिलो कुरो त हाम्रो बसाइलाई नै मैले मानिनँ यो कुरो। यदि स्थानीय सरकार हो भने तपाईँ र हाम्रो मर्यादामा यो बिचको बेरियर, यो तपाईँ अग्लोमा बस्नुपर्ने, यसमा मेरो धन्यवाद छ तपाईँहरूलाई। म चाहिँ नगरपालिकालाई धन्यवाद दिँदैछु है आज। पहिलो कुरो, नगरपालिकाले यस्तो किसिमको कार्यक्रम आयोजना गरिदिएकोमा धेरै धेरै धन्यवाद। 1.25 लाख, झन्डै 1.25 लाख करदाता भएको जितपुर सिमरा उपमहानगरपालिकामा थाहा छ कि बढीभन्दा बढी मान्छे आउँछन्। कार्यक्रमको समय दिइन्छ 2 बजे, त्यसको लागि पनि धन्यवाद। कार्यक्रम सञ्चालन हुन्छ झन्डै 3 बजे, त्यसको लागि पनि धन्यवाद। र हाम्रो नगरपालिकाले गरेका कुरा सार्वजनिक गर्नको लागि पल टिभीको बुई चढ्नुपर्ने बाध्यता छ, त्यसको लागि पनि धन्यवाद है। आफ्ना कुराहरू तपाईँलाई राख्नलाई बिचको मेडिएटर आवश्यक पर्ने कस्तो खालको नगरपालिका हामीले संरचना स्थापना गर्दैछौँ। तपाईँहरूले आफ्ना कुरा त यसरी आएर यो माइक बिना पनि तपाईँहरूले राख्न सक्नुपर्ने, यो किन सकिएन, यसको लागि तपाईँहरूलाई धन्यवाद। म चाहिँ अमृत बस्याल, जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर 1 मा बस्ने। र अर्को कुरो, तपाईँहरूले यहाँ प्रशस्त रूपमा ल्याएर मिनरल वाटर बाँड्नुभयो, त्यसको लागि पनि धन्यवाद। यहाँ कति गरिबका बालबच्चाहरूले यही स्कुलको ट्याङ्कीको पानी खाइरहन्छन्, तपाईँले त्यो प्रश्न गरिदिनु भयो यो स्कुलको पानी खान योग्य छैन है, हामीले त पानी खाँदैनौँ, हामी त मिनरल वाटर खान्छौँ, यसको लागि तपाईँलाई धन्यवाद। अर्को कुरो, हामीलाई अभिमत सुनाइयो, यो त त्यो खोरमा राखेको सुगालाई पट्टुलाई पाठ पढाएको जस्तो। हामीले यो अभिमतलाई कसरी विश्वास गर्ने? उहाँ हिजोसम्म कुनै राजनीतिक दलको अमुक पात्रको रूपमा चाहिँ उहाँले कसैलाई पक्ष पोषण गरेर चुनावभरि लखतराम परेर हिँड्नुभएको व्यक्तित्वको हामीले आधिकारिक रूपमा हामीले कसरी विश्वास गर्ने यो नागरिकको जायज अभिमत हो, निस्वार्थ अभिमत हो, यो चाहिँ वास्तविक अभिमत हो भनेर। अब जितपुर सिमरा उपमहानगरपालिकाको म केही कुराहरू गर्न चाहन्छु। जितपुर सिमरा उपमहानगरपालिकाको राम्रो सहर मध्येमा सिमरा सहर पर्छ, त्यसको लागि धन्यवाद। सिमरामा कोही मान्छे शौचालय छ प्रयोगमा आउँदैन, त्यसको लागि तपाईँहरूलाई विशेष धन्यवाद। ट्राफिक लाइट पत्लैयादेखि जितपुरसम्म छ, ठाउँ ठाउँमा छ, तर सञ्चालन हुँदैन, त्यसको लागि झन् विशेष धन्यवाद। अब नगरपालिकाको व्यवस्थापन कस्तो छ भन्दै गर्दाखेरि मैले बोलिन नपर्ला, अघि राष्ट्रिय गानले छर्लङ्ग पारिसकेका छ, त्यसको लागि पनि तपाईँहरूलाई विशेष धन्यवाद। र विशेष धन्यवाद, यसअघि नगरसभामा केही भौतिक संरचना कुर्सीहरू लगाएर तोडफोड भएको थियो, त्यो कहाँबाट भरपाई कसरी गर्यो नगरपालिकाले, त्यसको लागि कृपया मलाई नगर प्रमुखज्यूले प्रश्न पारिदिनु। र अर्को कुरो, म शिक्षा र स्वास्थ्यमा अलिक बढी, शिक्षा र खानेपानी र स्वास्थ्यमा अलिक बढी चासो राख्ने भएकोले वडा नम्बर 12 मा फतेपुर गाउँमा नालीबाट पानी आइरहेको छ कि, त्यो मैले हालेको पनि थिएँ। त्यो स्कुलमा भित्र गएर मैले अनुगमन गर्दा त्यहाँको पानीको अवस्था, सम्भवतः तपाईँहरू जिम्मेवार व्यक्ति यहीँ हुनुहुन्छ, नगरको शिक्षा शाखा पनि यहीँ हुनुहुन्छ, तपाईँहरूले जाँदै गर्दा अलिकति तपाईँहरूलाई त्यो महसुस हुन्छ कि हुँदैन, त्यसको लागि मैले विशेष धन्यवाद दिन्छु तपाईँहरूलाई। त्यहाँका जनतालाई, त्यहाँ पुगेका कोही मतदाताहरूलाई, त्यहाँ पुगेका यहाँ यो नगरका ट्याक्स पेयरहरूलाई त्यो नालीका पानी खुवाउनु भएकोमा पनि विशेष धन्यवाद छ तपाईँहरूलाई। र वडा नम्बर 14 मा हामीले त्यहाँनिर गएर पानीको व्यवस्था गरेका थियौँ, म यसको लागि विनितालाई धेरै धन्यवाद दिन चाहन्छु। एउटा खानेपानीको समस्या यति जीर्ण थियो, त्यहाँनिर हामीले जार र त्यो के भन्छ डिस्पेन्सर लगेर राखेका थियौँ। त्यतिखेर पनि मैले भनेको थिएँ, त्यहाँ अहिले पनि यहाँ रेकर्डमा देखियो 13 जना विद्यार्थी हुनुहुन्छ। हाम्रो शिक्षा नगरको कति प्रभावकारी छ, त्यसको लागि पनि तपाईँहरूलाई विशेष धन्यवाद। यहाँ सेफ्टी ट्याङ्की त्यो सरसफाइको त्यो मेसिन मर्मत गर्न बाँकी भनेर लेखिएको छ, सम्भवतः मैले अहिलेसम्म त्यो कहीँ सञ्चालन गरेको देखेको छैन। हुन त नगरले राम्रो काम गर्दैन भन्ने छँदैछ मानसिकता, त्यसैको उपज होला, त्यही भएर मान्छेले सबैले निजी, कोही रौतहटबाट कोही कहाँबाट आएर सञ्चालन गरिरहेछ, त्यसको लागि पनि तपाईँहरूलाई धन्यवाद। र आउँदा दिनमा आज जति पनि यहाँ मान्छे हुनुहुन्छ, प्रत्येकजनाले आफ्ना जायज कुराहरू सभ्य भाषामा तपाईँहरूलाई सोध्न पाउने नैसर्गिक अधिकार छ। र म हाम्रो वेदजीलाई विशेष रिक्वेस्ट गर्छु, फेरि उहाँले यसैलाई घुमाएर अर्को भिडियो बनाएर हालिदिनुहुन्छ अमृतले यस्तो असभ्य बोल्यो भनेर। विशेष धन्यवाद दिन्छु तपाईँलाई। सबैजनाले
बेलुका 7 बजोस् 8 बजोस् राति 10 किन नबजोस् प्रत्येक व्यक्तिले आफ्ना गुनासा आफ्नो सरकार समक्ष प्रष्ट भाषामा सजिलै बुझ्ने गरी पाउनुपर्छ। यो समय दिइदिनु हुनको लागि म अनुरोध गर्छु। यति भन्दै म तपाईँलाई पुनः जितपुर सिमरा पालिकालाई विशेष धन्यवाद चक्राउन चाहन्छु। धन्यवाद छ उहाँलाई। र उहाँले के गरेका केही प्रश्नहरू यो जुन कार्यक्रम गरी सवालका मसँग पनि तेर्सिएका छन्। म यो प्रतिवाद भन्दा पनि यसलाई जवाफकै रूपमा लिन्छु। जस्तो कि अग्लोमा बस्नुपर्ने कारण चाहिँ के हो भने हामीले हुन्छ यो म अन्तिममा नै दिउँला। अब त्यसपछि सहभागीको प्रश्न सुनौँ। यहाँहरूको भनाइअनुसारै मैले